हेलो हाई गुड इभिनिङ साथीहरू हजुरहरू के गर्नुहुन्छ सबैजनालाई सेवा अनि सो हजुरहरूलाई भन्दै आज चाहिँ म यो मेरो ड्युटी गर्ने बिल्डिङ हो। यो सिग्नलकै छेउमा छ कुबेत सिटीको। यसलाई भन्छ दरवाजा 51 टावर मा काम गर्छु र यतापट्टि साइडमा चाहिँ यो वाटरफल्स छ साथी हो। वाटरफल्समा तपाईलाई केही भ्यूहरु देखाउँछु वाटरफल्सको कस्तो दामी देख्छ हेर्नुस् साथीहरू। र अहिले चाहिँ म ड्युटीबाटै नेक्स्ट हाइपर मार्केट गएको थिएँ सब्जी किन्नुको लागि। अलमोस्ट सब्जीहरू पनि ल्याइसकेँ। अब भोलि फ्राइडे छुट्टी हो साथी हो। त्यही कारणले गर्दाखेरि चाहिँ म अहिले यो वाटरफल्सको चाहिँ म ड्युटीमै छु, अन ड्युटीमै छु र पनि अहिले सब्जीहरू हेर्नु साथी हो। त्यही भएर हजुरहरू त सबैजना सुतिसक्नुभयो होला र परदेशीको लाइफ त्यस्तो साथी हो। सो आज हजुरहरूलाई म यहाँ आइरहेको छु। त्यही भएर चाहिँ हजुरहरूलाई म केही देखाएर साथी हो। कतिजना खानासाना खाएर पनि गाउँतिर सुतिसक्नु भयो होला। मेरो अब पनि छुट्टी हुँदा 2 घन्टा छ साथी हो। त्यही भएर चाहिँ अब सब्जी लिइसकेँ। त्यहाँ चाहिँ अब एकछिनबाट चाहिँ रुम जाने हो साथी हो। भोलि छुट्टी हो, आरामले सुत्दा हुन्छ गएर खानासाना पकाएर खाएर सुत्नु साथी हो। यही हो साथी हाम्रो काम गर्ने जग्गा चाहिँ बिल्डिङ यस्तो साथी हो। आज चाहिँ हामी मेन सिटीमै छौँ, कुवेतको मेन सिटी। यो बिल्डिङ हो हामी काम गर्ने। पिक देख्नु भएको छ तपाईँले, पिक डेली पिक कम्पनी हाम्रो साथी हो। र अब चाहिँ म रोड क्रस गर्न लागिरहेको छु। गाडीहरू चल्दैछ साथी हो। अब रोड क्रस गरेर चाहिँ उतापट्टि जानुपर्छ म हो। त्यही भएर चाहिँ यतापट्टि रोड क्रस गरिसकेँ र म यहाँ जाँदैछु हो। हेरेर एकपट्टि रोड क्रस गरिसकेँ। अब एकपट्टि चाहिँ साथी हो यतापट्टि सकेँ। अब यतापट्टि चाहिँ रोड क्रस गर्नुपर्ने। ल यसलाई पनि मैले पार गरेँ साथी हो। र अब मैले पार पनि गरिसकेँ। अब म चाहिँ पार्किङको तर्फ जाँदैछु साथी हो। किनभने हाम्रो गाडीहरू पर पार्किङ गर्छ हो। यस्तै छ साथी हो जिन्दगी। सपहरू छ साथी हो। ऊपर गएर देख्दै गर्छ तपाईँहरूको किपको टावर भन्छ त्यसलाई, एनबिके हाम्रो टावर। सो अहिले चाहिँ म पार्किङ तर्फ आइसकेँ हो। यहाँ एउटा कम्पनी नाम खोलेको छ ड्राइभरहरूको, बाइक ड्राइभरको डेलिभरी बक्स रहेछ किटा भन्ने। सो हजुरहरूलाई भन्दै म चाहिँ अब मेरो पार्किङ गाडीहरू भएकोतिर पार्किङमा आइपुगेँ साथी हो। ल साथी अब 2 घन्टा बादमा चाहिँ मेरो छुट्टी हुन्छ हो। 2 घन्टा बादमा छुट्टी हुन्छ र पनि अहिले आइसकेँ म हो। सब्जी लिएर सब्जी पनि लिएँ हो। अब र पनि जानुपर्छ। यो हाम्रो केटाहरू कम्पनीको ग्रुपको केटाहरू हो। ल कस्तो साथी यहाँ मजिद पनि छ हो। ल बाई बाई साथी, आजलाई यति नै। ल हस् त साथी।